भइसकेको छ यहाँको बस्ती चाहिँ खाली गरिएको र यहाँ डोजर चलाइएको यो भित्र के भइरहेको छ केही प्रगति विवरण के कस्तो छ त यो बुझ्न हामी आएका छौँ। यहाँलाई जानकारी गराउन चाहन्छु चुपचाप घन्टीमा छाप मात्रै रहेनछ चुपचाप काम मात्र काम नबोली काम गर्ने उदाहरण दिएका छन्। यो पुरै बस्ती थियो यहाँ तपाईँको सुकुम्बासी बस्ती थियो धेरै त सुकुम्बासीको नाममा हुकुमबासी पनि थिए सबै यहाँ प्रमाणित भइसकेका छन् भने यो डोजरहरू हेर्नुहोस् घर भत्काएर चुप्पो लागेर बालन सरकार नबसेको अवस्था यहाँ देखिन्छ। यो डोजरहरू यहाँ चलिरहेको छ भने यहाँलाई म सम्पूर्ण यहाँ वरपर भिडियो देखाउन चाहन्छु। यो प्राविधिकहरू यसरी खटिएका छन् र यो उपत्यका शहरी विकास प्राधिकरण अन्तर्गत यो ग्रिन कान्तिपुर अभियानमा होला यहाँ निकै नै द्रुत गतिमा काम भएको देखिन्छ। यसरी नाप लिएर बसिरहेका छन् भने घर भत्काएर सुकुम्बासीलाई घरबार विहीन बनाएर सरकार चुप लाएर बसेको छैन भन्ने ज्वलन्त उदाहरण यहाँ देखिन सकिन्छ। भट्टाभट काम भइरहेको छ। आज भर्खर बालन शाहले एउटा स्ट्याटस लेखेर पनि तपाईँको असली सुकुम्बासीहरू भूमिहीनहरूलाई उनको अधिकार दिलाउने जग्गा घर घाँसबास कपासको व्यवस्था गराउने प्रतिबद्धता जाहेर गरेर एउटा स्ट्याटस लेखिसक्नु भएको छ। यहाँ काम द्रुत गतिमा भइरहेको छ साथीहरू। तपाईहरूलाई हामी वीर गोर्खाली अनलाइन टिभी र म मनोज सापकोटा हर क्षेत्रको प्रगति विवरणहरू कहाँ के कस्तो गरिरहेछ त सरकार के चुप लाएर भएछ त सुकुम्बासीको होस् वा हुकुमबासीको होस् घर भत्काएर सरकार खुसीले आरामले सुतिरहेछ छ त छैन चुपचाप काम मात्र काम स्पष्ट रूपले यहाँ देख्न सकिन्छ। यसरी प्राविधिकहरू खटिएर लगलग यो धेरै चाँडो 1-2 महिनामै यहाँ चाहिँ यो विकासको फड्को तपाईँहरूले देख्न सक्नुहुनेछ भन्ने ज्वलन्त उदाहरण हो। हामी भर्खरै अहिले थापाथली सुकुम्बासी जुन डोजर चलेको थियो यस बस्तीका प्रगति विवरणहरू पछिल्लो विवरण तपाईँहरूलाई देखाइरहेछौँ। तपाईँलाई हाम्रो काम कस्तो लाग्छ बालन सरकारको काम कस्तो लागिरहेछ आफ्नो कमेन्ट गरिदिनु होला।